नमस्ते सबैजनामा स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आशा छ हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छैन। अनि हामी चाहिँ अहिले जाँदै छौं बारीमा। यो चाहिँ हो मोटी, तपाईलाई थाहा भएकै कुरा हो। अनि अहिले चाहिँ हामी जाँदै छौं बारीमा। बारीमा के गर्न? प्याज लिन हैन, प्याजको सिजन छ नि त, त्यही भएर। अनि आज चाहिँ घाम पनि छैन, यस्तो भइरहेछ। अघि त पानी छिट्याएको थियो, अहिले छैन। अनि हाम्रो यहाँ रोड बनिँदैछ हैन, यहाँनिर भर्खर बनिँदैछ। कहिले पोस्ट सकाउने हो। अहिले चाहिँ हामी जाँदैछौँ कहाँ? बारीमा। किन? प्याज लिन। अनि म एउटा कुरा देखाउन चाहन्छु हजुरहरूलाई। अहिले चाहिँ हामी बारीमा आइपुगिसक्यौं। योहरू चाहिँ यति नै ओखेला त राखेको, ओखेलेर सोइसी राखेको। सोइसी भनेको थाहा छ? बोले करी जेवा में जोर जाको मी उ चाहिँ प्याज हालिदैछ कि म त हाल्दिन जागर भन्ने त सुक्क छैन हो। आज भोलि त के भएको हो। हामीले प्याज चाहिँ अब यसरी डोकोमा हालिसक्यौं। उसले चाहिँ थोरै हालेछ, मलाई चाहिँ धेरै हालेछ। त्यस्तो नि हुन्छ यो पापिनी। कस्तो पापिनी रहेछ। अघि मैले के देखाउँछु भन्दै थिएँ हैन, कसले चाहिँ यत्रो ठुलो हात्तीको जस्तो चप्पल। आम्मामा खै देखाउँ न एकचोटि, स्वाइक पाराले देखाउँ। स्वाइक पाराले मेरो खुट्टा र चप्पल, मेरो चप्पल पनि त्यही। मेरो चाहिँ भोक्टो छ है, फेरि पुरानो चप्पल छ फेरि। एमा कत्रो ठुलो चप्पल हो कि अभी। अब चाहिँ हामी कता जान लागेको भन्दाखेरि ओडी चुप्पा। हामी चाहिँ अहिले कसैले नभन्नु ल, हामी चाहिँ अहिले आँप चुर्न जान लागेको कि। नभन्नु नि फेरि, भने पनि केही फरक पर्दैन। यो रुख भन्छ कि बोर्ड भन्छ होइन, यो पिपलको रुख चाहिँ म कहिले पनि बेचिँदैन। किन भन्दाखेरि त्यहाँ मेरो प्रियतम होइन, एकदम प्रिय के भनौँ खै, एक्स दाजुको नाम थियो कि। अहिले त छैन। छैन रहेछ, यस्तो थोप्लोहरू मात्रै भएछ कि। आरबाट आउने नाम चाहिँ छैन ल मेरो एक्सको। ल यत्रो थियो क्या यो बोर्ड, यत्रो थियो। मैले त्यहाँतिर नाम लेख्दै, यो अहिले यत्रो ठुलो भइसक्यो। अनि के भन्नु छ, म मरे नि यो रुखलाई चाहिँ बिर्सिँदैन होला। अनि हामी चाहिँ आँप चोर्न चाहिँ उहीँ आएको हो क्या, यहीँ आएको। धेरै जुम पनि नहुँदो रहेछ मेरोमा त। के भएको कुन्नी ला, माथिबाट मान्छेले हेरिरहेको छ भनेर लाज लाग्यो नि। लाज लाग्यो नि, के गर्नु होइन, चोर्नु त परिहाल्यो। जाऊँ न। अनि हाम्रो चाहिँ यहाँ प्याजहरू ओखालेको छ नि, यहाँतिर चाहिँ ओखालेको भन्छ कि निकालेको भन्छ कि खनेको भन्छ, मलाई त्यो चाहिँ थाहा छैन। तपाईँहरू आफै बुझेर होइन, सोचेर बुझेर बुझ्नु। अनि यसलाई के भन्छ मलाई थाहा छैन, तर पनि त्यसको चाहिँ तरकारी खान्छ। हामी चाहिँ अहिले आइपुग्यौँ आँपको भण्डारणमा। तर आँप देख्दैन रहेछ है क्यामेरामा। यो बोर्ड त हाम्रो होइन होला, के हो? यसले त चोरी पनि सकिएछ के। हाम्रो चाहिँ यता छ कि, हाम्रो पनि छन त छ कि, हाम्रो चाहिँ पातालो गरी छ कि। तर हाम्रो चाहिँ एउटा खायो भने पनि यस्तो अमिलो छ कि, यस्तो अमिलो छ, म टिपिदिन्छु ल। एकैचोटिमा दाँत ऊ हुन्छ के भन्छ दाँत ऊ भएकोलाई क्रेम्सी गर्छ। जेसुकै होस्। दाँत सिलिली हुन्छ क्या, सिलिली बुझ्नु भयो होला नि, सिलिली क्या सिलिली।
हाम्रो अघि माथिको भन्दा यहाँ चाहिँ प्याजहरू ठुलो ठुलो छ कि यत्रो यत्रो छ कि यत्रो यत्रो फेरि सानो देखेको होला क्यामेरामा होइन यहाँ ठुलो छ यत्रो देखेको छ कि क्यामेरामा नि रियलमा यत्रो छ म यो आँप टोकिदिन्छु ल आँप त चोर्ने बहाना हो यतिकै भिडियो लिन मात्रै आएको आँप त हामीले हिजै चोरेर खाएको कि भनेको नि फेरि कस्तो लाग्यो म चाहिँ खानै सकेन किनकि मैले बिहान खाएको थिएँ कि आँप दाँत एकदमै सिलिली भइरहेछ टोक्नै मिलेन मान्छेहरू कसरी खान्छ ग्रम कि ग्रम होइन यति मुख पाङ्गा छ कि आँपै आँपको अब त सोच्नै सक्दैन किन हो यही आँपले होला गलेको पनि होइन गलेर 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 भनेर आँप निकाल्नु पर्ला अब के कुरै नागो गलेर 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 मात्रै हुन्छ क्या जहाँ नै गलेर होइन केही पनि काम गर्न मन नलाग्ने अल्छी लाग्ने मलाई मात्रै हो कि सबैले हो फेरि हात चाहिँ फोहोर्छ अघि प्याज टिपेकोमा हात फोहोर्छ किनकि अघि पानीले भिजेको थियो नि त प्याज त्यही भएर त लिन आएको हामी न त अल्छीको पो हो के भएको मलाई त कहिले कहिले त लाग्छ म बाउलाको जस्तो कि लाग्छ है लाग्दैन जे होस् बहिनीले चामा ठन्डा टोइनन् कि कस्तो लडिन्छ होइन म के भनिरहेको थिएँ बहिनीले चाहिँ माया गर्छ कि होइन तर क्यामेरामा मात्रै हो क्या भिडियो मात्रै पछाडि त मलाई यति कुर्छ कि यसले यति कुर्छ कि कुर्दैन लु भन् त कसम खाएर भन् त लु छिटो कसम खान्छस् आया यस्तो यस्तो हाल्ने म चाहिँ फेरि पहिले कम्फु सिकेको मान्छेलाई भन्न मिल्दैन होइन भन्न मिल्दैन भनिरहेको छु अनि मान्छे गुरै पुरा भएको छैन ऊ चाहिँ भन्न मिल्दैन भनेको सुन्नुपर्छ नि पहिले पछाडि कस्तो लाग्छ नि सोच्दा पनि कस्तो लागेर आउँछ कि मभन्दा 9 वर्षको कान्छी अहिले मभन्दा ठुलो भइसक्यो होइन ठुली भइसक्यो अनि यसो गु पनि सोर्यो मुत पनि सोर्यो होइन कतिचोटि बोक्दाखेरि लडायो होइन एकछिन चापाउँछु होइन त्यही कुराको बदला लिइरहेछ क्या अहिले चाहिँ उसले मलाई होइन कुट्छ क्या मलाई कुट्छ किन बिना सितेमा यत्रो हम्बरको जत्रो मुर्गीले ढुङ्केरुङ हान्छ त्यही हो हामी चाहिँ अहिले बारीमा आएको थियौँ दिदीबहिनी भएर अनि हाम्रो भिडियो चाहिँ यति नै हो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भन्न के बोल बाई बाई यो बोल्दैन हामीसँग बोल्दैन यो बोयफ्रेन्डसँग मात्रै बोल्छ कि